नमस्कार सम्पूर्णलाई। आज म यहाँहरूलाई राष्ट्रिय किताबखाना निजामतीले निर्माण गरेको वैयक्तिक सूचना प्रणाली अन्तर्गत रहेको निजामती कर्मचारीहरूले आफ्नो वैयक्तिक विवरण स्वयं आफैले हेर्न र प्रिन्ट गर्न मिल्ने ई-सर्भिस मोडको बारेमा जानकारी दिन गइरहेको छु। सर्वप्रथम यहाँहरूले आफ्नो कम्प्युटर अथवा मोबाइलमा रहेको ब्राउजरमा गई pis.gov.np टाइप गरी इन्टर गर्नुहोला। त्यसपछि हाम्रो विभागको वेबसाइट खुल्नेछ र वेबसाइटमा रहेको सेवाहरू भन्ने ट्याबभित्र पिएस लगइन भन्ने आइकन देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुहोला। त्यसपछि एउटा पेज खुल्नेछ। यस पेजमा यहाँहरूले पिएस लगइन गर्न यहाँ क्लिक गर्नुहोस् भन्ने एउटा लाइन देख्नुहुन्छ भने अर्को लाइनमा चाहिँ पिएस लगइन सम्बन्धी म्यानुअल हेर्न यहाँ क्लिक गर्नुहोस् भन्ने देख्नुहुनेछ। हामी पिएस लगइनमा क्लिक गर्नेछौँ। यति क्लिक गरिसकेपछि ई सर्भिस मोडहरू खुल्नेछ। अब तपाईहरुसँग अलरेडी प्रयोगकर्ता विवरण छ भने यहाँहरूले डाइरेक्ट आफ्नो प्रयोगकर्ता विवरण राखी लगइन गर्न सक्नुहुन्छ। तर तपाईहरु नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने तपाईहरुले आफ्नो प्रयोगकर्ता दर्ता गर्नुपर्दछ। त्यसको लागि नयाँ प्रयोगकर्ता दर्तामा क्लिक गर्नुपर्नेछ र यदि क्लिक गरिसके एउटा पेज खुल्छ। यस पेजमा यहाँहरूले आफ्नो संकेत नम्बर राख्नु होला। त्यसपछि आफ्नो जन्ममिति राख्नु होला। जन्ममिति राखिसकेपछि मोबाइल नम्बर भन्ने ट्याब फिल्डमा क्लिक गर्दा यहाँहरूको मोबाइल नम्बर स्वतः लोड भएर आउनेछ। अब कम्पीमा पनि 8 क्यारेक्टर लामो पासवर्ड राख्नु होला। यहाँ दिएको क्राइटेरिया अनुसार एउटा क्यापिटल लेटर, एउटा नम्बर र एउटा विशेष वर्णको साथ कम्पीमा पनि 8 क्यारेक्टर लामो पासवर्ड राख्नु होला। मैले आफ्नो पासवर्ड राख्दछु। यति गरिसकेपछि दर्ता गर्नुमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुको एउटा ट्याब खुल्दछ र त्यसमा यहाँहरूको मोबाइलमा ओटिपी जान्छ। त्यो ओटिपी यसमा राखेर तपाईहरुले आफ्नो प्रयोगकर्ता भेरिफाई गर्नु पर्दछ। पेस्ट गरिसकेपछि बधाई छ, तपाईको खाता सफलतापूर्वक सक्रिय भयो भनेर आउँदछ र अब तपाईहरुले प्रयोगकर्तामा गई आफ्नो विवरण राखी लगइन गर्न सक्नुहुनेछ। प्रयोगकर्तामा तपाईको संकेत नम्बर र पासवर्डमा अघि राख्नु भएको पासवर्ड। यति गरिसकेपछि तपाईको आफ्नो पिएस खुल्दछ र आफ्नो पिएस मुद्रण गर्नका लागि पिएस विवरण मुद्रण भन्ने बटनमा क्लिक गर्नु होला। यति गरिसकेपछि तपाईको पिएस प्रिन्ट भएर आउनेछ। यहाँले देख्न सक्नुहुनेछ यसरी आफ्नो पिएस प्रिन्ट भएर आउनेछ। मैले लगआउट गरेँ र यसमा हामीले बुझ्नुपर्ने कुरा के छ भने तपाईहरुसँग अलरेडी प्रयोगकर्ता खाता खोलिसक्नु भएको थियो र आफूले पासवर्ड बिर्सनु भएको खण्डमा यहाँहरूले के गर्न सक्नुहुन्छ भन्दा पासवर्ड बिर्सनु भयो भन्ने यसमा एउटा बटन देख्नुहुनेछ। यसमा क्लिक गर्नु पर्नेछ। यति गरेर यसमा पनि आफ्नो संकेत नम्बर राख्नु होला, जन्ममिति राख्नु होला र मोबाइल नम्बर स्वतः लोड भएर आउनेछ र पेस्ट गर्नुभयो भने तपाईको पासवर्ड तपाईको मोबाइल नम्बरमा पठाइनेछ मेसेज मार्फत। र अब तपाईले आफ्नो संकेत नम्बर यसमा र यसमा चाहिँ आफ्नो मोबाइलमा आएको पासवर्डलाई प्रविष्ट गर्नु पर्दछ।
यसरी साइन इन भइसकेपछि यहाँहरूले आफ्नो पिआइएस प्रिन्ट गर्न सक्नुहुनेछ। पिआइएस हेर्न र प्रिन्ट गर्न सक्नुहुनेछ। साथै उहाँहरूले यस प्रणालीको प्रयोग गर्ने क्रममा कुनै समस्या देखा परेमा हामीलाई हाम्रो वेबसाइटमा रहेको सम्पर्क भन्ने ट्याबमा गई सम्पर्क गर्नुहोस् भन्ने ट्याबमा गई यहाँहरूले हामीलाई सिधै इमेल सूचना प्रविधि शाखाको इमेल IT@pis.gov.np मा आफ्नो समस्यासहित मेल गर्न सक्नुहुनेछ भने कार्य समयभित्र यसमा देखाइएको नम्बरमा सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नुहुनेछ। साथै अन्य महत्त्वपूर्ण जानकारी र सूचनाका लागि यस विभागको आधिकारिक फेसबुक पेजमा फलो गरी आवश्यक जानकारीहरू समेत दिन सक्नुहुनेछ।